に来てカルチャーショック。भन्नाले अब फरक कुराहरू त धेरै हुन्छ होइन। अब जापान र नेपालमै अलिकति अब कम्पेरिजन गरेर हेर्ने हो भने पनि जापान भनेको एउटा डेभलप कन्ट्री, नेपाल भनेको डेभलपिङ कन्ट्रीको रूपमा हेरिन्छ होइन त। त्यसरी अब इकोनोमिकल्ली पनि अनि त्यसलाई अब जापान अब विश्वमै अब 2 नम्बर र दोस्रो नम्बरको इकोनोमिकल मा एकदम दोस्रो नम्बरमा हो। अनि त्यो हिसाबले पनि धेरै फरकहरू छ र अनि त्यो मात्र होइन, अब जापान आएपछि यहाँको रुल्स रेगुलेसनहरू होइन सबैले अब एकदम शिखरी मामहरू गर्ने होइन, सिङ्गोदेखिबाट लिएर जेन्सादेखिबाट लिएर जहाँ पनि एकदम रुलहरू मामहरू गर्ने खालको त्यो कुराहरूमा चाहिँ एकदम राम्रो लागेको थियो होइन। अनि त्यसपछि अब आफ्नो गल्तीहरूमा चाँडो आइमारू गर्ने होइन, माफी माग्ने गर्ने त्यो कुराहरू जुन अब नेपालमा चाहिँ अलिक कमै, आफ्नो देशमा चाहिँ अलिक कमै देखिन्छ भन्ने कुराहरू। अलि सफा वातावरणहरू पनि सफा अनि एकदम धेरै पोल्युसनहरू पनि कम भएको एकदम होइन, त्यति धेरै नोइजी पनि नभएको होइन, भिडभाडै भए पनि एउटा सबैजनालाई चाहिँ आफ्नो एउटा नियमको दायरामा बसेर चाहिँ सबै कुरा फलो गरेको जस्तो भन्ने कुरा चाहिँ अलिकति ओहो भने जस्तो अलि अचम्म लागे जस्तो लाग्यो मलाई।